बसेको ट्रेनमा टिकट लिएको अब कहाँको टिकट भन्दाखेरि कोटा त्यस्तो भयो कि अब सबै मान्छेहरू टिकट काटिरहेका म कहाँ जाने होला अनि त्यस सामने एउटा कोटा जाने मान्छेहरू त्यही राजस्थानको अनि कोटा जाने अनि मलाई सोधे कि कहाँ जान लाग्नुभएको तपाईँ भने मैले भने कि मेरो बहिनी नागदामा छ म नागदामै जान्छु भनेर। नागदा भनेको धेरै टाढा छैन कोटादेखि नजिकै छ र हामीसँग हिँड्नु हामी पनि जान लाग्यो उतै कोटाको टिकट काट्नु अनि त्यहाँबाट हामी चढाइदिन्छौँ गाडी भनेर गएको अनि टिकट काटेर त गयो। त्यसैले मेरो मोबाइल हराएर बहिनीको पनि ट्रेनमै हरायो मोबाइल बहिनीको नम्बर पनि हो भयो म त माथि गएर बोराल मोबाइल हराएर त्यसपछि उनीहरूसँगै जानु पर्यो बाध्य भएर लेडिज पनि थियो उसको परिवारै थियो बच्चाहरू सानसाना थिए अनि यसो पहिला त डर लागिरहेको थियो कहिले के हुने हो कि भनेर डर लागिरहेको थियो। त्यसपछि उनीहरूले विश्वास गरेर हामीमाथि हामी त्यस्तो छैनौँ अनि भनेर त्यस्तो अब आफ्नो अब कहीँ जाने बाटो पाएन रास्ता पाएन मैले अनि त्यसपछि उनीहरूसँग मजबुर भएर गएँ। त्यही पनि राम्रो रहेछ मान्छेहरू त्यस्तो केही दुःख गरेनन्। जस्तो मैले आफ्नो सबैहरू बारेमा बताएँ म यस्तै आएको यस्तो भएको भनेर उनीहरूले राम्रो माने। त्यसपछि तै पैसा यति दिन काम गर अनि हामी तल आफै घर पुऱ्याइदिन्छौँ भनेर घरमै गाडी लिएर आएर पुऱ्याइदिन्छौँ। उनीहरूले राम्रो बहुत राम्रो उनीहरू भगवान् जस्तो मान्छेहरू थियो। सबै मान्छे एउटै हुँदो रहेछ। जाने भनेको अब के हुन्छ अब एक्लै जान सक्दिनँ इन्डिया साथी चाहिन्छ साथी भएपछि त जाने भनेको साथी छैन एक्लै त म थाहा पाउन कसरी कता जाने हो कता थाहै पाएन। जान त गए कति फेर इन्डिया गइसके साथीहरूसँगै गएको तर त्यति हुन अनुभव छैन इन्डिया कुन ठाउँबाट कुन बस पक्रिने हो कता जाने हो थाहा पाउँदैन छैन। यस्तै फेरि जाने भनेको ठाउँ मिलिरहेको छैन मान्छेहरू मिल्यो भने जाने उतातिरको जान पर्यो कमाउनु त परिहाल्छ।